welcome back to the reading channel. यहाँलाई reading च्यानलमा धेरै स्वागत छ र आज पनि म फेरि तपाईहरुले एकदमै रोज्नुभएको एकदमै डिमान्ड गर्नुभएको मुक्बाङ लिएर आइसकेको छु त्यो ढिलो अनि यहाँ रहेको छ सिस्नु झोल अनि हामीसँग यो चाहिँ गिरिराज कुखुरा पनि मिक्स छ है अनि यहाँ रहेको छ अलिअलि यो हनी कम्पनी रहेको छ अब चाहिँ खाना सुरु गरौँ है चाहिँ अब हनीकम भनेर सुन्नुहुन्छ भने चाहिँ यो बफको भित्री हो लाइक ढिलोसँग सिस्नुसँग ढिलो फर्स्ट बाइट खाएर लिएर बसेको छु पत्र गाँसा बाबुलो गाँसा पत्र सबै घरमा नै बनेको लौना आमा पत्र गाँसा बाबु लौना बाबा कति खाका त बाबा रे खाने कि त धेरै भयो काठुला भयो नाचा अनि के धेरै खा भएर त्यही के भन्ने त हेर मासु टोक्या ल लौन बाबा मेरोमा कसरी खाएको ल हामी त्यसले खान सक्छौँ अहिले भोकेर आएछ भात एकलाई खानलाई त्यस्ता तिमी तपाईँ गएर बस्ने आमा भन्छौ हामी किन बस्ने त के हेर्नु अन्त अन्त लाडु पनि त खाना घाँटी पर्दैन त्यस्ता बाटो माने बसेर जान्छ हेर्नु गाछाले लौन बाबा हेर खोला हेर गाछ खाना जे पनि जाने आएको छ है जे पनि जाने आएको छ खाना पनि लौन बाबा हेर्नु त्यसै जिउ बलि हुन्छ हेरा डल्ला सिना गाडेरमा घाँटीमा नअड्केको रहन्छ कसो बाँध्दा आएछु ल मासुका चौका मजासित खिचे बाबु आउँछ र मजाले ओचिना बचेर बाबा छेकी हेर्नु टोटली छेकी खिला कति राम्रो छ मजासित खाइ खानु पनि यसले गर्नुपर्छ नि लिसक्यो मेरो आज यसले यति गर्नु घर त बाह्र माने किन हान्दिया त्यो कामै नगरिकन बसी आज यति गर्न यसले अब पिसु हल्लाइदिनु हो पिसु पुऱ्याइदिनु भइसक्यो यसले यो पिसु पुऱ्यायो